यो हाम्रो सुषमा महारा बहिनीलाई चाहिँ मनैदेखि एकदम महानैदेखि चाहिँ मैले भित्रै अन्तरात्मादेखि नै म चाहिँ नि सम्मान गर्छु। उसको हौसला अनि यहाँसम्म आइपुगेको देखेर एक त महिलाहरूलाई अगाडि बढ्न निकै कष्ट छ। मैले पनि धेरै कष्ट भोगेँ जीवनभर, किन मैले 37 वर्ष भयो मैले पत्रकारिता गरेको। छापा पत्रकारिता हुँदै म रेडियो नेपालमा म अहिले पनि म समाचार पढ्छु। तपाईँहरूले सुन्नुभएकै होला मैले पढेको समाचार अन्तर्वार्ताहरू लिन्छु। सुषमाको पनि मैले अन्तर्वार्ता लिएको थिएँ। लिँदा लिँदै म त आँखाभरि आँसु बगाएँ। त्यही पनि सम्हालेँ आफूलाई आफैले, र उसले चाहिँ यहाँसम्म आइपुग्दा कसरी सम्हाल्यो होला त्यो चाहिँ मलाई अचम्म लागेको छ। अहिले सबभन्दा हो अघि हाम्रो उज्जवल भाइले भन्नुभयो यो कुरा सत्य हो। देशमा राजनीतिक अवस्था ठिक भएन भने केही पनि ठिक हुँदैन। सबैभन्दा पहिला देशको राजनीतिक अवस्था राम्रो हुनुपर्छ, र अहिले हाम्रो देशको राजनीतिक अवस्था पटक्कै राम्रो छैन, पटक्कै ठिक छैन। अन्यलमा छौँ हामी एकदमै। देश रहने हो कि देश नरहने हो कि, यो देश कसले लैजान्छ कि, किन यो देश कसले हाँक्न सक्छ कि, सबैजना पर हट्छन्। देशलाई केही गर्न पर्यो भनेदेखि देशको जिम्मेवारी कसैले पनि लिन चाहँदैनन्। देशको लागि मनैभित्रबाट काम गर्न चाहँदैनन् हाम्रो नेताहरू। विशेष गरी उहाँहरूले राम्रो गरिदिएको भए आज देश यो हड्कालोमा पर्दैन थियो होला, यो अवस्था हामी भोग्नु पनि पर्दैन थियो होला। तर आज हाम्रो कुराकानीको सन्दर्भ चाहिँ हाम्रो सुषमा महारा बहिनीको यो 18 वर्ष पुगेको कम हो त। 18 वर्षसम्म निरन्तर रूपमा एउटा क्षेत्रमा काम गर्नु र त्यसैभरि धेरै ठाउँमा चाहिँ यो ब्युटी पार्लर उसको चाहिँ यो फेसल हाउसले चाहिँ नि ठाउँमा विभिन्न ठाउँमा बसेर विभिन्न महिलाहरूलाई चाहिँ नि रोजगारी दिइरहेको छ। एउटा महिलाले आफैले आफ्नो पहिचान बनाएर यस्तो बेरोजगारीको समस्या झेलेको यो देशभित्र पनि, र धेरै मान्छेहरू कतार लगाए विभिन्न ठाउँमा बसेर चाहिँ दुःख गरिरहेको छ भने उसले त यही देशमै बसेर यही देशकै नागरिकहरूलाई रोजगारी दिएको छ नि। यो सानोतिनो कुरा होइन नि, धेरै ठुलो कुरा हो। अहिलेको परिस्थितिमा यस्तो सङ्क्रमण अवस्था भनौँ न देशको अहिले। त्यसकारण सुषमा महारा बहिनीलाई मैले जहिले पनि भन्थेँ अझै अगाडि बढ्नु, हामी साथमा छौँ, हाम्रो क्षेत्र साथमा छ, हाम्रो पत्रकारिता क्षेत्र पनि तपाईँको साथमा छौँ। नभए हामी किन आइपुग्थ्यौँ यहाँ तपाईँको साथमा नभएको भए, होइन? र महिलाहरूलाई काम गर्न धेरै गाह्रो छ, मैले सुरुदेखि नै भनिरहेको छु। सुषमाले त्यसैभरि अनि यो संस्थाको ठाउँमा पार्लरहरू खोलिरहेको हुन्छ उसको फेसल हाउस। म चाहिँ फेसबुकबाट यसलाई अनुगमन गरिरहेको हुन्छु, हेरिरहेको हुन्छु। अनि त्यहाँ कस्तो काम भइरहेछ होला भनेर पत्रकारिता गरेपछि त अलिकति इन्भेस्टिगेसन त गरिन्छ नि, तर उसले थाहा हुनु त हामी चाहिँ गरिरहेकै हुन्छौँ। त्यहाँ कसरी चलिरहेछ होला, के छ होला, किन बाधा व्यवधान त एकदमै भोग्नु पर्यो, मलाई थाहा छ। अब अगाडि बढेको त हामी नेपालीहरू कसैले कोही अगाडि बढेको देख्नै नसक्ने एउटा खराब स्वभाव पनि हामीहरूसँग जीवितै छ। त्यो मर्नुपर्छ, त्यस्तो खराब है, त्यस्तो स्वभाव चाहिँ मर्नुपर्छ। कसैले पनि महिलाहरू अगाडि बढ्दाखेरि त हामीले त प्रोत्साहन गर्नुपर्छ महिलाहरूलाई। त मलाई त एकदम गर्व महसुस हुन्छ। मलाई कमला दिदीलाई देख्दा मलाई कस्तो खुसी लाग्छ। त्यति बेला कमला दिदीले बस्नेर यो चाहिने ब्युटी पार्लर चलाउनु भन्ने कुरा कम हो त। महिलाहरूलाई अगाडि बढ्न कस्तो गाह्रो हुन्थ्यो, हामीलाई पत्रकारिता गर्न कस्तो गाह्रो हुन्थ्यो, घरबाट जान नदिने होइन, कस्तो बरु एउटा टिचर भइदिए हुन्थ्यो, एउटा कतै जागिर खाइदिए हुन्थ्यो भन्दा हामीले मानेनौँ होइन। तर कति लडाइँ गरी यहाँसम्म आइपुग्नु पऱ्यो नि होइन। त्यसै गरी हाम्रो शान्तिजीलाई देख्दै मलाई त्यत्तिकै खुसी लाग्छ, असाध्यै मनै लाग्छ। अब इन्दिराले होइन, इन्दिरा हाम्रो उपसभामुख इन्दिराले त इन्दिरा अब म जहिले उसलाई इन्दिरा भनेर बहिनी भनेर बोलाइराखेको फेरि उहिलेदेखि चिनेको, सानोदेखि चिने भएर इन्दिरा तर इन्दिरा नै मैले इन्दिरा राणा उपसभामुखै भन्छु फेरि अहिले। इन्दिराले त्यत्रा जेलमा बसेका आमाहरूको सन्तानलाई चाहिँ ल्याएर पालेर आफै आमा भएर आफ्नो खुसीहरू सबै लट्याएर ती बच्चाहरूको लागि समर्पण गर्नुभयो। तर इन्दिरामाथि कस्तो नराम्रो प्रेम लाग्यो है, म त आँखाबाट नै आँसु आयो। तर मैले पनि यसलाई जस्टिफाई त गरेँ थिएँ, मलाई पनि सञ्चारकर्मीको रूपमा चाहिँ धेरै ठाउँमा बोल्न लगाइएको थिएँ। तर मैले जहिले इन्दिराको पक्षमा, किनभने इन्दिराको पक्षभन्दा पनि ती अनाथ बालबालिकाको पक्षमा थियो मैले बोलेको, किन ती अनाथ हुन्थे। अझै इन्दिरालाई टर्चर दिएको भए कि झन् कस्तो हुन्थ्यो होला। तर जे होस् बिस्तारै सबैले बुझ्दै गए।
सत्य सत्य नै हुन्छ, असत्य असत्य नै हुन्छ। जति नै ढाकछोप गरे पनि असत्य सत्य हुन सक्दैन। सत्यलाई जतिसुकै गाली गलौज गरे पनि सत्य सत्य नै हुन्छ होइन, त्यो पनि हो। त्यसै गरी हाम्रो राष्ट्रिय म्याम देख्दा पनि मलाई खुसी लाग्छ है। अरू सरहरूले पनि गर्नुभएको छ, आफ्नो क्षेत्रबाट योगदान गर्नुभएको छ। मैले धेरै बोल्थेँ होला है, म लेख्ने मान्छे, धेरै लेख्नु चाहिँ मलाई धेरै मजाले आउँछ कि लेख्न चाहिँ नि, बोल्ने चाहिँ रेडियोमा समाचार दिएको हुन्छ त्यसलाई एडिट गर्नु चाहिँ आउँछ, समाचार पढ्नु चाहिँ आउँछ, तर अलिक धेरै भाषण चाहिँ अलिक कम आउँछ, त्यो पनि म बोल्ने छु होइन। तर जे होस्, फेसल हाउसले आज 18 वर्ष पुगेको छ फेसल हाउस, यसको लागि सुषमालाई धेरै धेरै धन्यवाद छ। र हाम्रा यो महिलाहरूले अझै रोजगार यहाँ पाउन्, यो फेसल हाउसको उन्नति प्रगति होस्, निकै उचाइमा जाओस्, आर्थिक रूपले पनि यो सम्पन्न होस्। र उज्जवल भाइले चाहिँ नि एउटा रथको दुई पाङ्ग्रा, जसरी दुवै पाङ्ग्रा बोल्ने हुनुपर्छ नि, त्यसै गरेर उज्जवल भाइ एउटा पाङ्ग्रा, सुषमा अर्को पाङ्ग्रा हो। दुवै ठिक भएको कारण पनि अझै यो अगाडि बढिरहेको छ। खुसी लाग्छ पुरुषले महिलालाई साथ दिएको देख्दा, मलाई असाध्यै खुसी लाग्छ। किनभने महिलाहरूलाई जब उसको घर परिवारले साथ दिँदैन नि, त्योभन्दा एक्लो महिला कहिले हुनै सक्दैन। सबभन्दा ठुलो कुरो त महिलालाई साथ दिनुपर्छ कि आफ्नै परिवारबाट। घरको वातावरण ठिक हो भने सबै कुरा ठिक हुन्छ। मैले त कति भोगेँ यस्ता पानी परोस्, भुरी आओस्, जस्तो सुकै समस्या आओस्, त्यसमा सङ्कटकाले आओस्। अस्ति चेन्जीको आन्दोलनमा पनि अफिस गइयो, सब मार्लान् कि भन्ने, मर्देला कि भन्ने डर त कति थियो कति गरेँ, त्यो पनि यहाँसम्म आइपुग्यो। म पनि रिटायरमेन्ट हुने बेला भइराखेको छ, अब 2-4 महिना, 6-7 महिना मात्रै बाँकी छ काम गर्दा है, यतिका गऱ्यो। तर पनि पत्रकारिता क्षेत्रबाट टाढा त भइँदैन, किनभने आफूभित्र भएको सिप त आफूले लेख्न सक्ने लेखाइहरू सबै कुरा त हामी गरि नै हाल्छौँ। तर जे होस्, महिलाले यहाँसम्म आइपुगेको भन्दा त यो त धेरै माथिको कुरा गरेर काम भएको छ सुषमा। आइ एम प्राउड अफ यु माई डियर सिस्टर है, एकदम खुसी लागेको छ। र महिलाहरू, सबै महिलाहरू नजानुहोस् विदेश, तपाईँहरू पनि सुषमा जस्तै गरेर जसको हातमा जे सिप छ, आफ्नो सिपले त्यो यहीँ नेपालमै प्रयोग गर्नुहोस्, यहीँ नै पाइन्छ रोजगारी। विदेशमा नजानुहोस्, किनभने विदेशमा बस्दाखेरिका महिलाहरूको लास नेपालमा आइराखेको पनि हामीले देखेको छौँ, पढेका छौँ। त्यस कारण देशभन्दा ठुलो केही छैन, देश बनाऊ। अब यो देशमा आउने सङ्कटमा हामी आफ्नो क्षेत्रबाट सङ्कट समाधान गर्नेतर्फ पनि हामीले लाग्नुपर्छ। आफ्नो क्षेत्रको भूमिका हुन्छ, पत्रकारिता क्षेत्रले पनि पोजिटिभ कुरा दिनु पर्यो। नेगेटिभ कुरा गरेर अर्काको एउटाको न्युज ल्याएर अर्कोको न्युजमा हालिदिएर टालिदिएर टोलिदिएर त्यसलाई चाहिँ बिगारिदिएर युट्युबमा चाहिँ नि हालिदिएर उसको चाहिँ चरित्र हत्या गर्ने काम पनि भएको छ है पत्रकारिता क्षेत्र। मलाई थाहा छ, युट्युबै नआउँदाखेरि हामीले गरे पत्रकारिता हो। हामी त लेटर प्रेसबाट आएको मान्छे हो, सुरुदेखि त लेटर प्रेस हुँदै अनि अफसेट प्रेस हुँदै अनि नेपाल टेलिभिजनमा पनि मैले काम गरिसकेको अनुभव छ। यो चिन्तन मनन चलाउँथेँ कोही बेला। अनि त्यसै बाहेक फेरि रेडियो नेपालमा त झन् म कति भयो 32 वर्ष त म रेडियो नेपालमा काम गरिसकेको छु। पत्रकारिता गरिसकेर त 37-38 वर्ष भइसक्यो, उमेरै ढल्किसक्यो है, त्यही पनि काम गरि नै राखेको छ। त्यसकारण गलत समाचारहरू हामीले पनि सङ्कलन गर्नु हुँदैन। विदाउट इन्भेस्टिगेसन पत्रकारिता कहिले पनि राम्रो हुँदैन। एलो जर्नलिजम भनेको एकदमै खराब चिज हो, फ्याक्ट हो, गर्नु हुँदैन। पत्रकार साथीहरूलाई पनि म यहीँबाट भन्छु, तपाईँहरू कहिले पनि गलत समाचार पढेर आफूलाई आर्थिक उत्पादन आर्जन हुने काम नगर्नुहोस्। 2-4 पैसा बढी कमाएर केही पनि हुँदैन। आफूले चाहिने श्रम गर्नुपर्छ। श्रम गरेर आएको सम्पत्ति मात्रै आफ्नो हो, लुटेको सम्पत्ति कहिले पनि आफ्नो हुँदैन। अर्काको चरित्र हत्या गरेर पत्रकारिता गर्नु हुँदैन। अन्त्यमा सुषमा मारालाई धेरै धेरै बधाई तथा शुभकामना छ। उन्नति प्रगति गर्दै जानुहोस्। तपाईँको साथ हामी छौँ, तपाईँको दिदी हामी पनि छ। धन्यवाद उषा म्यामलाई र शुभकामनाको मन्तव्य। शुभकामना मन्तव्यको क्रमलाई जारी राख्दै अगाडि बढ्न चाहन्छौँ र यसपछि एउटा अर्को इन्टरटेनमेन्ट ब्रेक र त्यसपछि फेसल हाउससँग आबद्ध भएर लामो समयदेखि सक्रिय रहनुभएका टिम मेम्बर्स कर्मचारीहरूको उहाँहरूको